शास्त्रले कति महिनाको नहुने कति दिनको नहुने भन्छ, तपाईँले ननुहाएको कति भयो? मैले ननुहाएको आज नुहाएँ वर्ष दिन 1.5 वर्ष 2 वर्षको आज वर्ष दिनको बल्ल नुहाउनु आज नुहाएँ त्यही पनि पानी तताएर। खास शास्त्रले कतिको नहुने भन्छ? खास शास्त्रले त दिनदिनै साफ गर्ने भन्छ गर भन्न त भनेर के गर्ने। तपाईँले आज 1 वर्षका पोहोरको दसैँ नहुनुहाएको, अहिलेका दसैँमा तातो पानी तताएर नुहाउनु। अहिलेका त बिहान नुहाएँ, बिहान आज नवमीको दसैँका दिन तातो पानी तताएर नुहाउनु। नुहाएँ। साबन लाउनु कि लाउनु होइन? लाएँ। कि खोली ल्याउनु नुहाएको? होइन, साबन लैएले हजुर त्यति नै नाइयो। अब नहुने भनेको फेरि आइसकेका दसैँ वर्ष दिनमा हो। अब खै त अब बिरामी हुन्न गर म ननुहाएर पनि बिरामी भइन्न। हो, तर नहुने चाहिँ तरिकै हो रहेछ। कपडा कतिका धुने? कपडा त अब मैला भए धुनियो नत्र भन्न भयो वर्ष दिन हो। त धन्यवाद। अब आइसल नहुँदा फेरि सँगै नहुँला। हुन्छ। ल।